हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई पापी सरको छोटो मिठो ब्लगमा। हामी चाहिँ आज ठ्याक्क गाडी चढेर ठ्याक्क 2 घन्टाको बाटो लागेर हामी बिवाको भ्याली भन्ने ठाउँमा हिँडेका छौँ। सो फाइनली आज चाहिँ बिहान 6 बजे चाहिँ ठ्याक्क 4 बजे हिँडेको 6 बजे चाहिँ यहाँ पुगिसक्यो। सिका केहीमा छ यो चाहिँ ठ्याक्क बिहानको घामको किरणसँगै हामी पनि उज्यालो हुँदै ठ्याक्क लगाएर यसो कपडाहरू रेन्टमा लिएर यताउति स्केटबोर्डको स्नोबोर्डको के भन्छ त्यसलाई ठ्याक्क लगाएर पार्किङमा बसेर रेडी भएर चडक्क लगाएर सब ठ्याकठुक भएर ठ्याक्क त्यो माथिसँग चाहिँ हामी केबल कारमा चढेर अनि त्यहाँबाट चाहिँ स्केटिङ खेल्न सुरु हुन्छ हाम्रो। फाइनली हामीले हेलमेट पनि लगाइसक्यौँ। यस पछाडि हेलमेट पछाडि हाम्रो ठ्याक्क हेलमेट लगाइसके पछाडि चाहिँ हामीसँग बोर्ड छ, स्केटबोर्ड लिएर कति गरौँ हो भनेर यो बोर्ड लिएर हामीले चाहिँ माथिसम्म गएर त्यहाँबाट सिलुलुल्ला खिदारी सिलुलुल्ला मिगी गर्दै खेल्नुपर्ने हुन्छ। त्यसको लागि चेक गर्नुपर्ने हुन्छ। ठिक छ ल ओके, यति भएपछि ओके भन्दै हामीले चाहिँ ठ्याक्क बिहानको चौरे भन्ने हुन्छ जापानमा, सबैले काम गर्नुभन्दा अगाडि गर्छन्। त्यसरी नै हामीले यसो रमाइलोको लागि गरियो। त्यसमा चाहिँ मैले यताउति यहाँ त्यहाँ यताउति भने के गर्ने कि हाम्रो प्लान के हो भने यताउति भनेर सक्यो पछाडि गुहान्जेनी भनेर अनि हाम्रो चाहिँ सक्यो त्यहाँको छेउले पनि। त्यस पछाडि हामी माथि चढ्नको लागि बसको कुरामा साथीहरू पनि रेडी छन्। ठ्याक्क त्यहाँ चाहिँ एउटा बस आउँदो रहेछ अनि त्यहाँबाट बसमा चढेर हामी माथि आइसक्यो अनि त्यस पछाडि केबलमा चढेर अझ माथि जानुपर्ने हुँदो रहेछ। किनभने योमा बस त चल्दैन भन्दा पनि केबल कार भएपछि सुविधा। दोस्तहरू पनि पछाडि छन्। दोस्तहरू चाहिँ सबै इन्डोनेसियाका दोस्तहरू, म मात्रै नेपाली। टोटल 6 जना थियौँ अनि ठ्याक्कभित्र बस्यो अनि भिडियोको मजा लिँदै ट्याक्क लगाएर खिच्दै अरूले पनि खिचिरहेको थिएँ, मैले पनि खिचिरहेको थिएँ। मेरो अगाडि ठ्याक्क 2 बहिनीहरू थिए। त्यस पछाडि ठ्याक्क हामी गन्तव्यमा पुग्यो फाइनली। अनि यहाँ चाहिँ हिउँ थियो। यहाँबाट हामी आइसके पछाडि स्केटबोर्डलाई पछाडि झुन्डाएर आउन त आइयो, तर केटाहरूलाई सोध्दै के छ केटा हो रमाइलो छ कि के भइरहेछ भनेर सोधेको थिएँ मैले साथीहरूलाई। उनीहरूले चाहिँ रमाइलो भयो तर हल्का जाडो छ भन्दै थिएँ। त्यो त हुनैपर्छ नि, हिउँमा आएर जाडो नभएर गर्मी हुन्छ त भने मैले चाहिँ त्यो पनि जापानिजमा भने। अब के भने त्यसपछि हाम्रो यहाँ रेडी हुने कार्यक्रम सुरु हुँदैछ। कार्यक्रममा चाहिँ सबै नयाँ साथीहरू थिए अनि हामी 2 जना मात्र पहिला योभन्दा अघिल्लो वर्ष आएको केटाहरू थियौँ। तिनीहरूलाई सिकाएर अनि यताउति रेडी भएर स्केटबोर्डमा खुट्टा हाल्न पनि नजान्ने केटाहरू थिए, तिनीहरूलाई सिकाइयो अनि रेडी भयो हामी चाहिँ। अनि प्लान चाहिँ हाम्रो भनेको 6 जनासँगै सिलिली चिप्लिँदै जाने भन्ने प्लान थियो। तर के हुन्छ हेरौँ भन्दा पनि म चाहिँ रेडी भइसकेको छु। मेरो केटाहरू चाहिँ अझै जुत्ता लाउनमै अड्किरहेछन्। केटाहरूको खै के मिलेन कुनै। म चाहिँ रेडी भयो केटा हो जाम भनेर उठिसकेँ अनि केटाहरू चाहिँ उठ्न बाँकी छ। यस पछाडि चाहिँ हामी सँगै चिप्लिने प्लान छ। सुलुलुलुल्ल चिप्लिन्छु कि म चाहिँ, मेरो केटाहरू नि चिप्लिन्छन् भनौँ न। ल मेरो चाहिँ यहाँबाट स्टार्ट भइसक्यो। केटाहरू पछि आऊ भनेर केटाहरू नि सँगै दौडेका हुनलाई एउटा चाहिँ उठ्न नपाउँदै बुर्लुङ्गै पल्ट्यो। अब त्योलाई के भन्नु, मैले दोस्त भनेको दोस्त हो। पछि आएनन्, म मात्र कुदेँ अनि म कुद्दै थिएँ। मेरो शरीरको ब्यालेन्स हावाले उडाउला जस्तो शरीरको ब्यालेन्समा आफै गर्न गाह्रो भइरहेको थियो। 200 स्पिडमा कुदिरहेको थिएँ। म त्यहाँ ढल्नेहरू ढलिरहेको थिएँ, म चाहिँ जसो गरी अडिरहेको थिएँ। अनि फाइनली तल आएर यसो पछाडि हेरौँ केटाहरू कहाँ गयो भनेर यसो पछाडि हेरेको त केटाहरू छैन। केटाहरू सबै खुलित्तै परेछ माथितिर। र पनि यही जेसुकै होस् भनेर म चल्दिएँ अनि सिधै तलसम्म ठाउँमा आए पछाडि चाहिँ स्केटबोर्ड अर्किने नै भयो। त्यहाँबाट हामी चिप्लिँदै साइली गर्दै तलसम्म आइन्छ कि अब के भन्नु। दुईचोटि खेलेँ क्या म। यो अघिल्लो वर्ष र यो वर्ष 2 चोटि खेलेँ। सम्ममा त अब अड्किने भयो। त्यो जसको पनि अड्किन्छ, पुरोहरूको पनि अड्किन्छ त नबनाऊ होला। अनि त्यहाँबाट अड्के पछाडि चाहिँ फेरि माथि जानुपर्नलाई चाहिँ यो के हो केबल कार हो कि के कार हो कुनै यसमा चढेर सट्ट माथि लगेर फेरि माथिबाट फेरि चिप्लिँदै तल झर्दै फेरि तलबाट चढ्दै माथि जाँदै गरिरहेको थियौँ। अब रुलै यहीँ क्या।
अब चिप्लिँदै माथि जान त सकिन्न, त्यो मचिरो अतारीमा होइन कोतो भइगयो। त्यस पछाडि माथि पुगे पछाडि चाहिँ हाम्रो ठ्याक्क खाना खाने टाइम भएको थियो। खानामा चाहिँ स्यान्डविच, हट कफी प्लस पोट्याटो थियो, के भन्छ फ्राइड पोट्याटो। अनि हाम्रो खाना खाने ठाउँबाट भ्यू चाहिँ यस्तो बवाल थियो कि ठ्याक्क हामीले खाना खाएर सके पछाडि फेरि स्टार्ट भयो। अनि स्टार्ट हुने बित्तिकै मैले चाहिँ एउटा फोन भेटाएँ, आइफोन थियो पनि, कसको थाहा भएन, तर मैले फोन टिपेर लगेर मैले बुझाइदिएँ। त्यहाँ एउटा स्टाफ थियो, स्टाफ अङ्कल बसिरहेको थिएँ। मैले गएर चिप्लिँदै सर्किँदै गएर कसको फोन हो मलाई थाहा छैन भनेर अनि त्यो स्टाफ अङ्कललाई सुमिमासे भनेर बोलाएँ। अनि त्यो अङ्कललाई मैले बुझाइदिएँ, राम्रोसँग बुझाइदिने सही पनि भनिदिएँ। अनि अङ्कलले लगेर गए फोन। म चाहिँ फेरि चिप्लिन रेडी, स्लिप्दै उठेर खुलित्दै चिप्लिन थालेँ। त्यसपछि हाम्रो चिप्ले पछाडि चाहिँ हाम्रो ठ्याक्क फाइनली 5 बजे पछाडि चाहिँ चिप्लिने टाइम सकियो। अनि यसो मुहारा चाहिँ रित्तै छ, रित्तै भन्दा पनि त्यहाँ चिप्लिनै दिइरहेको छैन कसैलाई पनि। 5 बजे पछाडि लौ घर जा भनेर हामीलाई चाहिँ फर्काइदियो भन्दा पनि रोक्यो, चिप्लिन दिएन 5 बजे पछाडि। अनि त्यस पछाडि चाहिँ हामी यहाँ बसेर ठ्याक्क अरू साथीहरू फर्किन बाँकी थियो, तिनीहरूलाई कुरिरहेको थियौँ। अनि यताउति अङ्कल आन्टी त नभनौँ कि त्यहाँको हुन्छ नि स्टाफहरू बसेर रोकिरहेको थिए चिप्लिन नदिनको लागि। सो आजको लागि चाहिँ अब चिप्लेर पनि सक्यो, भ्लग पनि सक्यो होला भाइ।